अहिले चाहिँ -2 -3 छ अहिले चाहिँ गाडी चाहिँ पुरै आइस भएको छ। यो मेरो छोराको गाडी हो। बेलुकाको ठ्याक्कै 5 बजेको छ। यो चाहिँ मेरो गाडी चाहिँ अहिलेसम्म ठिक छ, तर भोलि बिहान चाहिँ आइस हुन पाउन्न के अरे। मैले चाहिँ छोपेको छु, तर बाबुको चाहिँ पुरै आइसै आइस छ है, पुरै यस्तो हुन्छ जाडो महिनामा गाडी त के हेर त आमा हो ल यस्तो छ गाडी तर यसलाई चाहिँ हामीले चाहिँ गाडी छोप्ने नि पाउँछ। गाडी छोप्यो भने चाहिँ यति साह्रो चाहिँ हुन्न के अरे। ग्यारेज पनि छ, ग्यारेजमा चाहिँ हालेको छैन, बाहिर छोडेको यस्तो छ यहाँ। त्यसकारण सकेसम्म जाडो महिनामा चाहिँ गाडीहरू चाहिँ कि त ग्यारेजभित्र कि त छोपेर राख्नु होला। खुर्किनु पनि गाह्रो भएछ है आइस स्क्रापरले। यहाँ चाहिँ कोर्नुहुन्न, स्क्रच हुन्छ। यो चाहिँ स्पेसली कोर्दा सिसालाई पनि अप्ठ्यारो पर्दैन। अब हिटरै अन गर्नुपर्ने हुन्छ यसलाई।